कहिले पनि कुनै सफल व्यक्तिको यात्रा सजिलो हुँदैन। त्यस्तै एउटा साधारण युवाको नाम हो पारस बम, कूल बॉय। उनको सुरुवात ग्ल्यामरस थिएन, साधारण जीवन, सामान्य सपना। तर परिस्थितिले उनलाई फरक बाटोमा धकेल्यो। कहिले असफलता, कहिले अनिश्चितता। तर उनले एउटा कुरा कहिल्यै छोडेनन्, धैर्य, पेशेन्स। जब संसारले उनलाई चिनेको थिएन, उनले आफैलाई निर्माण गर्न थाले। साना साना भिडियोहरू, धेरैको नजर नपरे पनि उनले निरन्तरता छोडेनन्। समयसँगै उनको मेहनत बोल्न थाल्यो। उनको भिडियोहरूमा एउटा अलग आकर्षण थियो। हास्यले भरिएको कमेडी, मज्जाको फ्लर्टिङ स्टाइलवाला डायलग, प्राकृतिक अभिनय, कहिलेकाहीँ सिङ्गिङ र पर्फर्मेन्स। यी सबैले उनलाई अलग बनायो। कूल बॉय केवल मनोरञ्जन मात्र होइन, उनले रचनात्मकता, क्रिएटिभिटी देखाए। उनको भिडियो भाइरल हुन थाले र उनी हजारौं लाखौं दर्शकको नजरमा आए। तर सफलताको साथ उनले एउटा कुरा सम्झिरहे, मेहनत बिना कुनै पनि नाम टिक्दैन। आज कूल बॉय केवल एक टिकटकर होइन, उनी धेरै नेपाली युवाहरूका लागि प्रेरणाको एउटा उदाहरण बनेका छन्। उनका भिडियोहरूले एउटा स्पष्ट सन्देश दिन्छन्, आफैमा विश्वास गर, सङ्घर्षबाट नडराऊ, असफलतालाई सिकाइको रूपमा लिऊ, राम्रो मान्छे बन्न कहिल्यै नछोड। उनले देखाएका छन् कि प्रतिभा मात्र होइन, धैर्य र निरन्तरता नै वास्तविक शक्ति हो। यदि सपना ठूलो छ भने यात्रा कठिन हुन्छ, तर जो व्यक्ति हार मान्दैन उसको विश्वास एक दिन प्रेरणा बन्छ। उनी बारम्बार युवाहरूलाई भन्छन् कि ठूलो सपना देख, तर मेहनत बिना केही सम्भव छैन। उनका भिडियोहरूले धेरै नेपाली युवालाई नकारात्मक बाटोबाट टाढा राखेर सृजनात्मक बन्न प्रेरित गरेका छन्। कृपया कूल बॉयलाई माया गर्नुहुने महानुभावहरूले भिडियोमा लाइक गरी कूल बॉयलाई सपोर्ट गर्नुहोस्। धन्यवाद।